चाहिँ मैले पोर्क भुट्दैछु। यसले के बनाउन आँट्यो भन्ने हुनुहुन्छ होला है। यसमा अलिकति लगाउने सुप। यो चाहिँ मेरो साथी सीमाले रिकमेन्ड गरेको रेसिपी हो। यो उम्लिन्जेलसम्म चाहिँ अरू इन्ग्रिडियन्ट्स रेडी गरिहाल्छु है। मैले फर्स्टमा लिएँ फर्सी, यसलाई ठुलो ठुलो सेपमा काटेँ टक 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 गरेर। अनि त्यसपछि मैले लिएँ प्याजको पत्ता, यसलाई नि काटेँ त्यसै गरेर। अनि त्यसपछि अरू चाहिँ के छ भन्दाखेरि त्यसपछि चाहिँ प्याज, त्यसलाई नि ठुलो ठुलो गरेर काट्ने। अनि धन्यवाद सीमा मिठो हुन्छ रहेछ। अनि त्यसपछि टमाटरलाई नि मसँग चाहिँ सानो सानो टमाटर भएको भएर है यसरी दुःख गर्दैछु म। अनि यो लसुन अदुवालाई चाहिँ एकछिनपछि पिसेर रेडी गर्ने। अनि त्यसपछि चाहिँ च्याउ सफा गर्ने। अनि टमाटर र च्याउलाई चाहिँ सँगै हालेँ किनभने यिनीहरूलाई पाक्न टाइम लाग्छ नि त। यो मासु चाहिँ अलमोस्ट पाकिसकेको छ। त्यसपछि राख्ने त्यो अनि एकछिन छोप्ने। त्यसपछि तिनीहरू अलिक पाकिसकेपछि चाहिँ लाउने प्याज, लसुन अदुवाको पेस्ट पनि लगाइदिने। अनि लास्टमा चाहिँ यिनीहरू लगाउने। यसमा चाहिँ हजुरले अरू मसला पनि एड गर्न सक्नुहुन्छ टेस्ट अनुसार, तर मलाई चाहिँ यस्तै मनपर्छ। यो चाहिँ हल्का कोरियन स्टाइल पनि भएको छ है। यसमा अरू मसला नि एड गर्दा हुन्छ है। मैले चाहिँ यतिकै बनाएँ अनि मलाई चाहिँ मिठो लाग्यो। धन्यवाद।